of students, good morning and welcome to all of you in CLC Physics and Math Space YouTube channel. र आज चाहिँ हामी बाउ छोरा मिलेर च्याप्टर नम्बर 13 पोलराइजेसन को वन शॉट लेक्चर हामी कम्प्लिट गर्ने छौं है छोरो। ल अब पढाउनु पर्यो विद्यार्थीहरुलाई। बाबा हाँस जो ल हाय भरा। Hello my dear students, good morning and welcome to all of you in CLC Physics and Math Space YouTube channel. र आज चाहिँ हामी ग्रेड 12 फिजिक्स कै च्याप्टर नम्बर 13 पोलराइजेसन को वन शॉट लेक्चर चाहिँ आज हामी कम्प्लिट गर्ने छौं। सो च्याप्टर नम्बर 10 नेचर एंड प्रोपगेशन ऑफ लाइट, चैप्टर नंबर 11 इंटरफेरेंस ऑफ लाइट, चैप्टर नंबर 12 डिफ्रैक्शन को वन शॉट लेक्चर पछि आज चाहिँ हामी च्याप्टर 13 को पोलराइजेसन मा चाहिँ हामी आइपुगेका छौं। सो सबै वन शॉट लेक्चरहरु कम्प्लिट भइसकेका छन्। यदि तिमीहरुले हेर्न बाँकी छ भने कृपया एकचोटी एकदमै राम्रोसँग हेर्नको लागि अनुरोध गर्दछु है। ल र आज चाहिँ हामी च्याप्टर 13 भित्र हाम्रो एनईबी को सिलेबसले भने अनुसार हामी फिनोमिनन अफ पोलराइजेसन को बारेमा पढ्ने छौं। त्यसैगरी ब्रिस्टर्स ला जुन चाहिँ एक्जाम पोइन्ट अफ भ्यू को हिसाबले एकदमै इम्पोर्टेन्ट रहेको छ। आईएमपी मार्किङ गरिदिया छु मैले है। अनि ट्रान्सभर्स नेचर अफ लाइट है, ट्रान्सभर्स नेचर अफ लाइट र पोलरोइड को बारेमा चाहिँ हामी स्टडी गर्ने छौं है। ल सो हामी अब फिनोमिनन अफ पोलराइजेसन को बारेमा। सो पहिला हाम्रो च्याप्टर को नाम छ पोलराइजेसन है। पोलराइजेसन भनेको के हो भन्ने कुरा चाहिँ हामी राम्रोसँग बुझौं है त। ल सो पोलराइजेसन भन्ने वर्ड को मिनिङ नै के हुन्छ भनेपछि वन साइडनेस है। सो पोलराइजेसन को मिनिङ हुन्छ वन साइडनेस। यसको मिनिङ के हुन्छ अरे वन साइडनेस है, वन साइडनेस। अर्थात यसमा चाहिँ के हुन्छ भनेपछि लाइटमा जुन सन रेजहरुबाट जुन लाइट आइराखेको हुन्छ त्यो लाइट रेजमा विभिन्न किसिमका भाइब्रेटिङ लाइटहरु हुन्छन् है, अथवा विभिन्न किसिमका मिक्स्ड भाइब्रेसन भएका लाइटहरु हुन्छन्। र वन साइडनेस भनेको चाहिँ हाम्रो के गर्छौं भनेपछि एकै किसिमका भाइब्रेसन भएको लाइटलाई अलग गर्ने जुन फिनोमिनन छ त्यसलाई हामी भन्छौं पोलराइजेसन है। सो पोलराइजेसन इज द फिनोमिना in which vibration of waves are restricted to a particular plane, generally perpendicular to the direction of propagation is known as polarization भन्छ है। सो यसमा चाहिँ के हुन्छ भनेपछि पोलराइजर को युज गरेर सो कुनै पार्टिकुलर डाइरेक्सनमा जेनरली परपेंडिकुलर टु डाइरेक्सन अफ प्रोपगेसन सँग परपेंडिकुलरली भाइब्रेट हुने लाइट पार्टिकल्सहरु मात्रै चाहिँ के हुन पाउँछन् त त्यहाँ पास हुन पाउँछन् है। सो यसले के गर्छ भनेपछि एकै किसिमको लाइटलाई एकातिर पठाइदिन्छ, अर्को किसिमको लाइटलाई के गर्दिन्छ ब्लक गर्दिन्छ है। सो यो फिनोमिननलाई भन्छ पोलराइजेसन। सो पोलराइजेसनलाई देखाउनको लागि है, सो या अरेन्जमेन्ट टु शो पोलराइजेसन अफ लाइट वेभ। सो लाइट वेभ को पोलराइजेसन फिनोमिननलाई एक्सप्लेन गर्नको लागि यहाँ चाहिँ मैले दुईटा डायग्राम बनाएको छु, डायग्राम 1 र डायग्राम 2। र यसमा चाहिँ के छ भनेपछि एउटा सोर्स अफ लाइट यस छ, सपोज दिस इज द सन है। और हाम्रो क्लासमा जुन यो बल्ब युज गरेको छ यही लाइट बल्ब हो है, बुझौं। अनि त्यसपछि यो सोर्स अफ लाइटबाट कस्तो किसिमको लाइट रेजहरु आउँछ अनपोलराइज्ड लाइट है। अनपोलराइज्ड लाइट भनेको यसमा चाहिँ कोही परपेंडिकुलर हुन्छन् है, कुनै परपेंडिकुलरली भाइब्रेट गर्छन्, कोही के हुन्छ प्यारलली भाइब्रेट गरेर राखेको हुन्छ। सो यसमा मिक्स भाइब्रेसन हुन्छ। अनि त्यसपछि यहाँ एउटा स्पेशल काइन्ड अफ क्रिस्टल राख्छ है, स्पेशल काइन्ड अफ क्रिस्टल जसलाई चाहिँ हामी प्लेट भन्छौं, क्रिस्टल प्लेट, प्लेट 1 र प्लेट 2। सो यसलाई पोलराइजर भन्छ। सो यसले के गर्छ भनेपछि यो अनपोलराइज्ड लाइटलाई पोलराइज गरिदिन्छ यसले है। अर्थात यसले के गर्छ भनेपछि सो पार्टिकुलर भाइब्रेसन हुने अथवा जो चाहिँ डाइरेक्सन अफ प्रोपगेसन सँग परपेंडिकुलरली भाइब्रेट भइरहेको छ त्यसलाई मात्र यसले यतातिर आउन दिन्छ, अरुले के गर्दिन्छ ब्लक गरिदिन्छ है। ल सो यो अनपोलराइज्ड लाइट हो र पोलराइजरले के गर्यो त सो सर्टेन चाहिँ
सर्टेन किसिमको भाइब्रेसन भएको लाइटलाई मात्रै चाहिँ उसले आउन दियो, बाँकीलाई ब्लक गरिदियो है। सो अब यतातिर आउने जुन छ यी पोलराइज लाइट हुन्, यिनीहरूको भाइब्रेसन के भन्छ एकै किसिमको हुन्छ, जेनरली परपेन्डिकुलर टु द डिरेक्सन अफ प्रोपागेसन है। अनि त्यसपछि एनालाइजर राखेको छ अगाडि है। एनालाइजरको काम के हो भनेपछि पोलराइजरको काम हो अनपोलराइज लाइटलाई पोलराइज गर्ने, भने एनालाइजरको काम हो लाइट पोलराइज छ कि छैन भनेर एनालाइज गर्ने काम, नामै छ एनालाइजर। सो यो पनि क्रिस्टल प्लेट नै हो है। सो यदि यसबाट तिमीले बुझ्नुपर्ने कुरा के हो भनेपछि यदि पोलराइजर र एनालाइजरलाई एकअर्कासँग प्यारलल राख्यो भने यो पोलराइज लाइट जुन छ यसको इन्टेन्सिटीमा कुनै पनि चेन्ज आउँदैन, जसको कारणले यतातिर के देखिन्छ पोलराइज लाइट जसाको त्यसै देखिन्छ है। ठीक छ, इन्टेन्सिटीमा कुनै पनि चेन्ज आएन, त्यसैले चाहिँ के हो पोलराइज लाइट मा केही पनि चेन्ज आएन, सो यो लाइट पोलराइज्ड हो भन्ने कुरा बुझ्यो है। ल अनि यो जुन छ यो भनेको डिरेक्सन अफ प्रोपागेसन भन्छ यसलाई, डिरेक्सन अफ प्रोपागेसन है, डिरेक्सन अफ प्रोपागेसन है। ल सो डिरेक्सन अफ प्रोपागेसन। अनि त्यसपछि अर्को सेकेन्डमा के छ भनेपछि सेकेन्डमा पनि एउटा लाइट सोर्स छ है, र यसबाट कस्तो किसिमको लाइट आइराखेको छ भनेपछि यसबाट अनपोलराइज्ड लाइट आइराखेको छ, र फेरि एउटा प्लेट क्रिस्टल प्लेट राखेको छ, पोलराइजर र एनालाइजर राखेको छ, दुईटा P1 र P2, प्लेट 1 र प्लेट 2। तर यसमा र यसमा फरक के छ भनेपछि यसमा र यसमा यदि पोलराइजर र एनालाइजरलाई प्यारलल राख्ने हो भने पोलराइज लाइट जस्तोको त्यसै पास हुन्छ है। ठीक छ, तर यदि एनालाइजरलाई पोलराइजरसँग परपेन्डिकुलरली प्लेस गर्यो भने यहाँ चाहिँ इन्टेन्सिटी 0 मा रिड्युस हुन्छ, किनभने यसले के गरिदिन्छ भनेपछि यो जुन लाइटको भाइब्रेसन छ परपेन्डिकुलर टु द डिरेक्सन अफ प्रोपागेसन, यसलाई के गरिदिन्छ यसमा त स्लिट हुन्छ नि त, यसो परपेन्डिकुलर राख्यो भने यसले के गर्दिन्छ यसलाई ब्लक गरिदिन्छ, र यहाँ इन्टेन्सिटी 0 भएर चाहिँ यहाँ कुनै पनि लाइट रेज अब्जर्भ गर्न सकिँदैन है। सो तिमीहरूले यहाँबाट कन्क्लुजन के बुझ्नु पर्यो भनेपछि पोलराइजर र एनालाइजरलाई एकअर्कासँग प्यारलल राख्यो भने लाइटको इन्टेन्सिटीमा केही पनि फरक पर्दैन, सो पोलराइज लाइट हामी अब्जर्भ गर्न सक्छौं। तर यदि पोलराइजरसँग एनालाइजर परपेन्डिकुलरली प्लेस गरिदियो भने है सो इन्टेन्सिटी रिड्युस भएर 0 भइहाल्छ, जसको कारणले हामी पोलराइज लाइट अब्जर्भ गर्न सक्दैनौं है। ल सो दिस इज एन अरेन्जमेन्ट टु सो प्रोपागेसन अफ लाइट है। ल सो अब यसमा चाहिँ हामीले युज भएका अनपोलराइज लाइट भनेको के हो, पोलराइज लाइट भनेको के हो, पोलराइजर भनेको के हो, एनालाइजर भनेको के हो भनेर जेनरल डेफिनेसन पनि क्वेसनले माग्न सक्छ। त्यस्तो अवस्थामा तिमीहरू लेख्न सक्छौ। के लेख्न सक्छौ भनेपछि जस्तै कि पोलराइजर, अब मैले भनिसके पोलराइजर भनेको अ डिभाइस व्हिच इज युज्ड टु प्रोड्युस प्लेन पोलराइज्ड लाइट है। जुन डिभाइसले प्लेन पोलराइज्ड लाइट प्रोड्युस गर्न सक्छ अथवा फर्म गर्न सक्छ त्यो भनेको पोलराइजर हो। अनि अ डिभाइस व्हिच इज युज्ड टु एनालाइज द प्लेन पोलराइज्ड लाइट है, प्लेन पोलराइज्ड लाइटलाई एनालाइज गर्नको लागि जुन डिभाइस युज गर्छ क्रिस्टल प्लेट, जसलाई हामी के भन्छौं एनालाइजर है। अनि अनपोलराइज्ड लाइट भनेको के हो भने द अर्डिनरी लाइट whose vibration are in all planes perpendicular to the direction of propagation is called unpolarized light है। मैले भने नि हो सो ordinary light हो, unpolarized light भनेको ordinary light that may be coming from the sun, सनबाट आउने पनि हुन सक्छ, अथवा यो हाम्रो क्लासरुममा जुन बल्ब युज गरिरहेछ यो पनि एउटा अनपोलराइज्ड लाइटको सोर्स हो। यहाँबाट कस्तो किसिमको लाइटहरू आइराखेका हुन्छ, मिक्स्ड भाइब्रेसन भएका लाइटहरू आइराखेका हुन्छ है। ठीक छ, दैट मे बी परपेन्डिकुलर है, परपेन्डिकुलर टु डिरेक्सन अफ प्रोपागेसन बट अल डिरेक्सनमा अल प्लेनमा भाइब्रेट गरेर राखेका हुन्छ है। ल सो अनपोलराइज्ड लाइटको सिम्बल के हुन्छ भनेपछि कि त स्टार है, कि त स्टारले इन्डिकेट गर्छ है। स्टार भनेको कि त तिमीहरूको यस्तो किसिमको स्टारले इन्डिकेट गर्छ एरो दिएर है। ठीक छ, अनपोलराइज्ड लाइट कि त चाहिँ के गर्छ भनेपछि बिचमा एउटा ठिक डट राखेर यसरी है, यो डट राखेर भर्टिकल एरो दिन्छ है। अनपोलराइज्डको सिम्बल यो पनि हो यो पनि हो, यहाँ मैले लेखिदिएको छु, या त स्टार या त ठिक डट विथ भर्टिकल एरोज है। ठीक छ, ल भने पोलराइज्ड लाइट भनेको के हो भने द लाइट हुज भाइब्रेसन आर कन्फाइन्ड अलोङ अ सिंगल प्लेन है।
एउटा सिंगल प्लेनमा परपेंडिकुलर डाइरेक्सन अफ भाइब्रेसन सँग मात्रै प्रोपागेट हुने जुन लाइट रेजहरु छन् उनीहरुलाई के भन्छ पोलराइज्ड लाइट है। र पोलराइज्ड लाइट को सिम्बल के हो भनेपछि या त के गरिन्छ भनेपछि या त चाहिँ तिम्रो यो डट मात्र दिन्छ यसरी ठीक डट है डट मात्र दिन्छ या त के गरिन्छ भनेपछि एरो मात्र दिन्छ है। यसमा चाहिँ एरो सहित एउटा बीचमा के हुन्छ ठीक डट हुन्छ है ठीक डट हुन्छ ठीक छ ल। सो यसमा चाहिँ के हुन्छ डट 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 अलग हुनु पर्यो। डट भएका लाइट रेजहरु एक किसिमका भाइब्रेसन भएका लाइटहरु हुन् भने एरो भएका लाइटहरु के हुन्छन् अर्को किसिमका भाइब्रेसन भएका लाइटहरु हुन्। सो अब तिमीले पोलराइज्ड लाइट भनेको के हो अनपोलराइज्ड लाइट भनेको के हो भन्ने कुरा बुझिसकेपछि पोलराइजर एनालाइजर सबैको काम बुझिसकेपछि सो अब छ हाम्रो पालो पोलराइजेसन बाइ रिफ्लेक्सन अर्थात ब्रिस्टर्स ल है। ब्रिस्टर्स ल इज फर पोलराइजेसन बाइ रिफ्लेक्सन ठीक छ ल। सो एक्जाममा आउने सबैभन्दा इम्पोर्टेन्ट क्वेशन पोलराइजेसन भन्ने च्याप्टर को सबैभन्दा इम्पोर्टेन्ट क्वेशन भनेको यही हो ब्रिस्टर्स ल है। यहाँबाट चाहिँ तिमीहरुलाई सर्ट टाइपमा 2 नम्बरको डेरिभेसन टाइप क्वेशन पनि सोध्न सक्छ र न्यूमेरिकल पनि सोध्न सक्छ है ल। सो हामी स्टडी गरौँ ब्रिस्टर्स ल को बारेमा। सो ब्रिस्टर्स ल को स्टेटमेन्ट लेख्नु पर्यो भने तिमीहरुले म्यु इक्वल टु 10I लेख्ने है 10I अनि p भनेको पोलराइजेसन ठीक छ ल। सो यो भनेको उसको म्याथमेटिकल स्टेटमेन्ट हो। अब यसैले तिमीले ल्याङ्ग्वेजमा लेख्नु पर्यो सो म्यु इक्वल टु 10I लाई ल्याङ्ग्वेजमा लेख्नु पर्यो भने के लेख्ने भनेपछि रिफ्र्याक्टिभ इन्डेक्स अफ अ रिफ्र्याक्टिङ मिडियम है और रिफ्र्याक्टिभ इन्डेक्स अफ अ ट्रान्सप्यारेन्ट मिडियम इज इक्वल टु 10 of the angle of polarization है। स्टेटमेन्ट तिमीले यही लेख्ने यही स्टेटमेन्ट हो यसलाई तिमीले ल्याङ्ग्वेजमा स्टेट गर्ने काम मात्रै हो है ल। सो यदि तिमीले स्टेटमेन्ट लेख्नु पर्यो भने के लेख्न सकिन्छ स्टेटमेन्ट इट स्टेट्स दैट है इट स्टेट्स दैट भनेको ब्रिस्टर्स ल स्टेट्स दैट है ल। सो के लेख्ने द रिफ्र्याक्टिभ इन्डेक्स r.I लेखे द रिफ्र्याक्टिभ इन्डेक्स अफ a transparent medium is equal to is equal to tan of the angle of polarization tan of the angle of polarization है that is mu equals to tan IP है। where mu भनेको के अरे where mu भनेको रिफ्र्याक्टिभ इन्डेक्स अफ मीडियम है। मीडियम भनेको ट्रान्सप्यारेन्ट मीडियम अनि I भनेको एंगल अफ इन्सिडेन्स हो खासमा है। IP लाई हामी भन्छौं एंगल अफ पोलराइजेसन है एंगल अफ पोलराइजेसन अथवा चाहिँ तिमीले के पनि लेख्न पायो पोलराइजिङ एंगल भने पनि हुन्छ है अथवा तिमीहरुले पोलराइजिङ एंगल भने पनि हुन्छ है ल। यसैलाई भन्छ ब्रिस्टर्स ल है। अब यो हामी प्रुफ सहित गर्छौं ठीक छ। तिमीहरुको एक्जाममा प्रुफ स्टेट एन्ड एक्सप्लेन ब्रिस्टर्स ल भन्यो भने चाहिँ तिमीले यही कुरा लेख्ने है ल। सो ब्रिस्टर्स ल लाई एक्सप्लेन गर्नको लागि अथवा प्रुफ गर्नको लागि सो हामी के कन्सिडर गर्नुपर्ने हुन्छ एउटा ग्लास स्ल्याब अथवा रेक्टेंगुलर ग्लास स्ल्याब हामी कन्सिडर गर्यौं अथवा कुनै ट्रान्सप्यारेन्ट सर्फेस कन्सिडर गर्ने र कुनै सोर्सबाट कुनै लाइट सोर्सबाट जस्तै कि सन रेजबाट हाम्रो चाहिँ अनपोलराइज्ड लाइट चाहिँ नर्मलमा इन्सिडेन्ट हो अथवा एयर ग्लास इन्टरफेसमा इन्सिडेन्ट हो र अनपोलराइज्ड लाइटको केही पोर्सन रिफ्लेक्ट पनि भयो र केही पोर्सन हाम्रो रिफ्र्याक्ट पनि भयो है त ल। सो अनपोलराइज्ड को सिम्बल के हुन्छ भनेपछि ठीक डट विथ भर्टिकल एरो पनि छ डट पनि छ अनि यसमा के छ भनेपछि डट वाला अलग भयो अनि त्यसपछि भर्टिकल एरो अलग भयो तर एउटै लाइटमा छ सो यो भनेको अझै चाहिँ पोलराइज भएको छैन है। डट वाला छुट्टिनु पर्यो एरो वाला अलग हुनु पर्यो अनि बल्ल कम्प्लिटली प्लेन पोलराइज्ड भन्न पाइन्छ है। सो यो जुन छ यो चाहिँ पार्शियली पोलराइज्ड भन्न पाउँछ है पार्शियली पोलराइज्ड
है पार्शियली पोलराइज्ड लाइट भन्न चाहिँ पाउँछ है किनभने यसमा भर्टिकल एरो र डट एउटैमा मिक्स थियो यहाँ चाहिँ के भयो अलग अलग भयो तर कम्प्लिटली छुट्टिया छैन ठीक छ ल सो एंगल अफ इन्सिडेन्स आई बनाएर इन्सिडेन्ट भयो र के एंगल बनाएर रिफ्लेक्ट भयो र आर एंगल बनाएर रिफ्र्याक्ट भयो है ल सो अब यो आई को भ्यालु हामीले फर्दर इन्क्रिज गर्दै गयौं है अथवा आई को भ्यालु हामीले एडजस्ट गर्दै गयो भने कुनै एउटा एंगलमा हाम्रो जुन रिफ्लेक्टेड रे छ यो पोलराइज भइहाल्छ है कम्प्लिटली पोलराइज भनेको मतलब यो जुन भर्टिकल एरो छ है अनपोलराइज लाइटमा डट पनि छ एरो पनि छ है यो अनपोलराइज लाइट हो यो कुनै सोर्सबाट आएको लाइट हो है लाइट सोर्स यसबाट ठीक छ ल सो यसमा चाहिँ मिक्स्ड भाइब्रेसन थियो अब रिफ्लेक्टेड रे कम्प्लिटली पोलराइज हो है एरो वाला यतातिर गयो डट वाला सपोज यतातिर आयो है ल सो कम्प्लिटली छुट्टियो हो एउटा कुनै पार्टिकुलर एंगलमा है यो भनेको एंगल अफ इन्सिडेन्स नै हो कुनै एउटा पार्टिकुलर एंगल अफ इन्सिडेन्समा रिफ्लेक्टेड रे बिकम्स कम्प्लिटली प्लेन पोलराइज्ड है ठीक छ एन्ड एट दिस कन्डिसन द एंगल बिट्विन रिफ्लेक्टेड रे यो के हो हाम्रो यो रिफ्लेक्टेड रे हो र यो भित्रको के हो हाम्रो रिफ्र्याक्टेड रे हो है रिफ्र्याक्टेड रे हो यो बिचको एंगल पनि के हुन्छ हाम्रो 90 डिग्री हुन्छ सो एंगल अफ इन्सिडेन्स र यो कन्डिसनको एंगल अफ इन्सिडेन्स लाई भन्छ एंगल अफ पोलराइजेसन सो आई पी आई भनेको एंगल अफ इन्सिडेन्स पी इज फर पोलराइजेसन सो एंगल अफ इन्सिडेन्स र एंगल अफ रिफ्लेक्सन इक्वल हुन्छ पक्कै पनि सो यो आईपी छ भने यो पनि आईपी हुन्छ किनभने एंगल अफ इन्सिडेन्स इन्सिडेन्ट रेले नर्मलसँग जति एंगल बनाउँछ त्यतिकै एंगल बनाएर रिफ्लेक्ट पनि हुन्छ लज अफ रिफ्लेक्सन आई इक्वल टु आर भन्छौ है त्यसैगरी रिफ्लेक्टेड हैन रिफ्र्याक्टेड रेले नर्मलसँग बनाएको एंगललाई आर भनौं है के भनौं आर सो यो कन्डिसनको जुन एंगल अफ इन्सिडेन्स छ यसलाई हामी के भन्छौ एंगल अफ पोलराइजेसन सो तिमीहरुले एंगल अफ पोलराइजेसनलाई कसरी डिफाइन गर्न सक्छौ भनेपछि एंगल अफ पोलराइजेसनलाई तिमीले डिफाइन गर्नु पर्यो मैले यसलाई आईपी लेख्दिया छु के लेख्न सक्छौ द पार्टिकुलर एंगल अफ इन्सिडेन्स है के लेख्न सकिन्छ द पार्टिकुलर एंगल अफ इन्सिडेन्स है एंगल अफ इन्सिडेन्स नै हो एंगल अफ पोलराइजेसन भनेको तर एउटा विशेष एंगल पार्टिकुलर एंगल कुनै खास एंगल है सो द पार्टिकुलर एंगल अफ इन्सिडेन्स एट व्हिच रिफ्लेक्टेड रे है reflected ray becomes completely plane polarized reflected ray becomes completely plane polarized and angle between reflected and refracted reflected and refracted ray becomes what degree becomes 90 degree is called angle of polarization in figure IP is angle of polarization भनेर चाहिँ तिमीहरु लेख्न सक्छौ है ल so angle of polarization can be defined as the particular angle of incidence at which reflected ray becomes completely plane polarized and the angle between reflected ray and refracted ray becomes 90 degree भनेर चाहिँ तिमीहरुले लेख्नु पर्यो डेफिनेसन लेख्नु पर्यो भने है ल सो अब हेर्नु त फ्रम फिगर अब फिगरबाट के देखिन्छ भनेपछि हाम्रो फिगरबाट हेर्यो भने यो जुन एंगल छ है यो एंगल 180 डिग्री हुनु पर्यो कि परेन यो टोटल एंगल यो भनेको यो टोटल एंगल 180 डिग्री हुनु पर्यो है ठीक छ ल सो 180 डिग्री हुनु पर्यो भनेपछि हामी के लेख्न सक्छौ यो आईपी छ यो एंगल प्लस बिचमा 90 छ प्लस एंगल अफ रिफ्लेक्सन आर छ यो सबै जोडेर कति आउनु पर्यो 180 डिग्री सो यहाँबाट के देखिन्छ भनेपछि एंगल अफ पोलराइजेसन आईपी प्लस आर इक्वल टु 180 माइनस 90 भनेको कति हुन्छ 90 डिग्री
देयरफोर r इक्वल्स टु हुन्छ 90 माइनस आइपी है r इक्वल टु हुन्छ 90 माइनस आइपी राइट ल 90 माइनस आइपी ठीक छ ल सो यो भनेको के हो एंगल अफ रिफ्र्याक्सन है म फेरि भनिरहेको छु r भनेको एंगल अफ रिफ्लेक्सन होइन यो भनेको एंगल अफ रिफ्र्याक्सन हो र यो भनेको चाहिँ एंगल अफ पोलराइजेसन है एंगल अफ पोलराइजेसन है एंगल अफ पोलराइजेसन ठीक छ ल सो तिमीहरुलाई यो न्यूमेरिकलमा धेरै युज हुने फर्मुला हो यो r इक्वल टु एंगल अफ रिफ्र्याक्सन इक्वल्स टु 90 माइनस एंगल अफ पोलराइजेसन है ल अब चाहिँ फ्रम स्नेल्स ल ल सो स्नेल्स ले भन्छ म्यू इक्वल टु sin i बाइ sin r हुन्छ है ल sin i बाइ sin r ठीक छ ल सो यो भनेको के हो भनेपछि हामी म्यू भनेको रिफ्र्याक्टिभ इन्डेक्स अफ मिडियम ग्लास को बुझ्नु पर्यो ठीक छ ल सो म्यू इक्वल्स टु sin i को ठाउँमा तिमी i p राख्ने एंगल अफ पोलराइजेसन सो एंगल अफ पोलराइजेसन हुने बित्तिकै तिमीले r को ठाउँमा अब के राख्नु पर्यो 90 माइनस ip राख्नु पर्यो है एंगल अफ इन्सिडेन्स ip हुने बित्तिकै r को भ्यालु हुनु पर्छ 90 माइनस ip है ठीक छ ल सो इक्वल टु sin ip डिवाइड बाइ sin 90 माइनस ip भनेको के हुन्छ sin 90 भनेको cos ip मा जान्छ है ठीक छ ल सो sin बाइ cos भनेको के हुन्छ tan हुन्छ अनि एंगल सेम छ ip भनेपछि हाम्रो के हुन्छ म्यू इक्वल्स टु tan ip हुने रहेछ है ल सो दिस इज कॉल्ड ब्रिस्टल्स ल यसैले के भन्छ त यसैलाई भन्छ ब्रिस्टल्स ल है ठीक छ ल सो ब्रिस्टल्स ल प्रुभ भइहाल्यो हाम्रो म्यू इक्वल्स टु tan ip राइट ल अब तिमीहरुले बुझ्नु पर्ने कुरा के हो भनेपछि यो जुन म्यू छ है यो म्यू भनेको के हो भने यो जुन म्यू छ यो म्यू भनेको रिफ्र्याक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर हो है ठीक छ रिफ्र्याक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर किनभने लाइट एयरबाट ग्लासमा आइरहेको छ भने एयरबाट ग्लास है कहिलेकाहीँ तिमीहरुलाई यही क्वेशनमा चाहिँ तिमीहरुलाई दुईटा रिफ्र्याक्टिभ इन्डेक्स दिन सक्छ है दुईटा रिफ्र्याक्टिभ इन्डेक्स दिन सक्छ जस्तै कि तिमीहरुलाई मानौ कि a mu w दिया छ मानौ रिफ्र्याक्टिभ इन्डेक्स अफ वाटर विथ रेस्पेक्ट टु एयर दिया छ मानौ कि 1.33 है अनि रिफ्र्याक्टिभ इन्डेक्स अफ ग्लास विथ रेस्पेक्ट टु एयर दिया छ मानौ 1.5 है अब मानौ कि लाइट एयरबाट ग्लासमा आइराखेको छैन है वाटरबाट ग्लासमा आइराखेको छ मानौ है भनेपछि रिफ्र्याक्टिभ इन्डेक्स वाटरबाट ग्लासमा आइराखेको छ मानौ w mu g है w mu g इक्वल्स टु लेख्नु पर्यो भने तिमीहरुको के हुन्छ भनेपछि 11 क्लासमा हामीले पढाएको थियौ रिलेसन बिट्विन टु रिफ्र्याक्टिभ इन्डेक्सेस है सो w mu g को रिलेसन लेख्नु पर्यो भने w mu a इन्टु ल सो w बाटै सुरु गर्ने र थर्ड मिडियम इन्सर्ट गर्ने थर्ड मिडियम जहिले पनि एयर हुन्छ है सो w mu a इन्टु है इन्टु a mu अनि जी मा इन्डिङ छ भने यहाँ पनि जी है सो कन्सेप्ट के बसाउने भनेपछि जस्तै कि w mu g छ भने w बाटै सुरु गर्ने w mu a इन्टु यो a लाई काट्नको लागि फेरि a बाट सुरु गर्ने र a mu g भनेको इन्डिङ जे छ त्यसमा इन्डिङ गर्ने है यसरी यो रिलेसन युज गर्न पनि चाहिँ तिमीहरुको ब्रिस्टल्स ला युज गर्नुपर्ने ब्रिस्टल्स लाको न्यूमेरिकल गर्नुपर्ने हुन सक्छ है जस्तै कि मानौ कि लाइट है लाइट चाहिँ तिमीहरुको ग्लासबाट वाटरमा गइराखेको छ मानौ है भनेपछि ग्लासबाट वाटरमा गइराखेको छ लाइट भने तिमीहरुले g mu w चाहिन्छ है अब g mu w के लेख्ने g बाट स्टार्ट गर्ने अनि mu अनि के लेख्ने a इन्टु अब a बाट काट्नको लागि a बाटै सुरु गर्ने mu अनि इन्डिङ केमा छ w बाट गर्ने है ठीक छ ल तर अब g mu a त थाहा छैन नि त हामीले त a mu g थाहा छ है a mu g तिमीहरुलाई दिया हुन्छ अब तिमीलाई g mu a चाहिएको छ भने यसलाई रेसिप्रोकल गर्नुपर्छ g mu a लाई रेसिप्रोकल गर्यो भने a अगाडि आउँछ g पछाडी जान्छ अर्थात a mu g इन्टु a mu w त दिया छ 1.33 है ल सो यसरी चाहिँ तिमीहरुले
दुईटा रिफ्र्याक्टिभ इन्डेक्सलाई रिलेट गर्नुपर्ने क्वेसनहरु आयो भने यसरी गर्ने है, किनभने कहिलेकाहीँ यस्तो कन्डिसन आइदेला है। सो म्यु इक्वल टु tan i त गर्नुपर्ने है ब्रिस्टसला, तर यो चाहिँ a म्यु g नभएर तिमीहरुको w म्यु g हुन सक्छ है, अथवा g म्यु w हुन सक्छ। सो g म्यु w आयो भने यसरी लेख्ने है, के लेख्ने g म्यु w भनेको रहेछ a म्यु w डिवाइड बाइ a म्यु g रहेछ है, ठीक छ ल। सो त्यस्तै गरी w म्यु g है, वहाँ हेर त w म्यु g भनेको लेख्नु पर्यो भने अब a म्यु g दिया छ हामीलाई, a म्यु g दिया छ अपन है। अब w म्यु a त हामीसँग छैन नि, बरु a म्यु w छ। a म्यु w यदि गिभन छ तर हामीलाई w म्यु a चाहिएको छ भने रेसिप्रोकल गर्ने, w म्यु a को रेसिप्रोकल 1 बाइ है 1 बाइ w म्यु a को के हुन्छ a म्यु w हुन्छ है। सो यसरी चाहिँ तिमीहरुले विचार गर्नुपर्ने हुन्छ है ल। सो यसरी चाहिँ तिमीहरुले यही फर्मुलाबाट चाहिँ तिमीहरुले के गर्ने ब्रिस्टस ल को न्यूमेरिकल सल्भ गर्ने है त ल। सो त्यसपछि यसमा ट्रान्सभर्स नेचर अफ लाइट भनेको छ। अब मैले चाहिँ तिमीहरुलाई के भन्छ अकाउस्टिक फिनोमेना पढाउने बेला नै भनेको थिए कि साउन्ड वेभलाई किन पोलराइज गर्न सकिदैन है भने त्यसको मेन कारण के थियो भनेपछि पोलराइज हुनको लागि है वेभ चाहिँ ट्रान्सभर्स नेचरको हुनुपर्छ है। ओन्ली ट्रान्सभर्स वेव्स क्यान बी पोलराइज्ड है। ट्रान्सभर्स वेभहरुलाई मात्रै पोलराइज गर्न सकिन्छ, अरुलाई पोलराइज गर्न सकिदैन है, ठीक छ। सो लाइट वेभ ट्रान्सभर्स नेचरकै हुनाले ट्रान्सभर्स नेचर भनेको यसको प्रोपागेसन के हुन्छ डाइरेक्सन अफ प्रोपागेसन सँग परपेंडिकुलर हुन्छ भाइब्रेसन है। द भाइब्रेसन अफ लाइट पार्टिकल इज परपेंडिकुलर टु द डाइरेक्सन अफ प्रोपागेसन है। सो त्यो भएको हुनाले लाइट वेभ ट्रान्सभर्स नेचरकै भएको हुनाले लाइट वेभलाई पोलराइज गर्न सकिन्छ, अथवा लाइट वेभ पोलराइज हुनुको मेन रिजन के हो भनेपछि अथवा मेन चाहिँ यसबाट के कन्क्लुजन निकाल्न सकिन्छ भनेपछि लाइट वेभको नेचर ट्रान्सभर्स नेचरको हुन्छ है, किनभने ट्रान्सभर्स वेभलाई मात्रै पोलराइज गर्न सकिन्छ है। सो यो कुरा बुझ्ने। सो पोलराइजेसन अफ लाइट इंडिकेट्स दैट the nature of light is transverse in nature है, ठीक छ, ट्रान्सभर्स नेचरको हुन्छ। सो जुन चीजलाई पोलराइज गर्न सकिन्छ, जुन वेभलाई पोलराइज गर्न सकिन्छ त्यसको वेभ नेचर कस्तो हुन्छ त ट्रान्सभर्स नेचर हुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्यो है ल। सो अब यसपछि हाम्रो पालो पोलरोइडको है, त्यसपछि हामी के पढ्छौं अब पोलरोइड है, पोलरोइड र यसको एप्लिकेसन, ठीक छ। सो पोलरोइड भनेको के हो र पोलरोइड अर्थात पोलराइजेसन को एप्लिकेसन कहाँ हुन्छ हाम्रो डेली लाइफमा, सो यसको बारेमा जानौं है त। ओके, सो अब छ पालो हाम्रो पोलरोइड्स को है। पोलरोइड्स भनेको के हो भन्ने कुरा चाहिँ हामी जानौं, यो हाम्रो पोलराइजेसन को लास्ट टपिक पनि हो। सो पोलरोइड भनेको इट इज अ आर्टिफिशियल पोलराइजर है, यो भनेको पोलराइजर नै हो जसको काम के हो भनेपछि प्लेन पोलराइज्ड लाइट प्रोड्युस गर्ने है, र यो भनेको म्यानमेड आर्टिफिशियल पोलराइजर हो जसले चाहिँ हाम्रो के गर्छ प्लेन पोलराइज्ड लाइटहरु प्रोड्युस गर्न सक्छ। सो हामीले डिफाइन गर्नु पर्यो भने हामी के भन्न सक्छौं भनेपछि पोलरोइड्स आर द थिन एन्ड लार्ज शीट अफ क्रिस्टलाइन पोलराइजेसन मटेरियल्स made artificially and capable of producing plain polarized beam of large cross section right? And the sheet is made in such a way that it will transmit only those components whose electric field vector vibrate parallel to the given direction and absorb those that vibrate perpendicular to the given direction right? So polaroid भनेको स्पेशल काइन्ड अफ गोगल्सहरु हो के, चस्माहरु, जस्तै कि यहाँ मेरोसँग एउटा चस्मा छ, यो चाहिँ एउटा पोलरोइड हो है, ठीक छ। यो सस्तो खाली पोलरोइड हो र यसले के गर्छ भनेपछि लाइटलाई पोलराइज गर्न सक्छ। जस्तै कि हामीले
खुला आँखाले सनलाई हेर्दाखेरि सूर्यलाई हेर्दाखेरि हामी हेर्न सक्दैनौँ हो, तर स्पेशल काइन्ड अफ गगल्स अथवा चाहिँ चस्मा हामीले लाएर यसरी लाएर हेर्न खोज्यौँ भने हामीलाई के हुन्छ भनेपछि हामी हेर्न सक्छौँ है, सन ग्लासेसहरू है। सो हामी हेर्न सक्छौँ। किन हेर्न सक्छौँ भनेपछि यो पोलरोइडले पोलराइजरको काम गर्छ, अर्थात् यसले के गर्छ भनेपछि एउटा स्पेशल काइन्ड अफ वेभलेन्थ भएका अथवा डिरेक्सन अफ प्रोपागेसनसँग पर्पेन्डिकुलरली भाइब्रेट हुने रेहरूलाई मात्र आउन दिन्छ, बाँकीले ब्लक गरिदिन्छ है। सो जसको कारणले गर्दाखेरि पोलरोइड भनेको एउटा पोलराइजर नै हो, जुन आर्टिफिसियल अर्थात् मेन मेड पोलराइजर हो र यसको एप्लिकेसन के हुन्छ हाम्रो डेली लाइफमा है। पोलराइजेसन अथवा पोलरोइडको एप्लिकेसन के हुन्छ भनेपछि मैले यहाँ 5वटा पोइन्टमा लेखिदिएको छु। सो यो पोइन्टहरू तिमीहरूले लेख्न सक्छौ, एकदमै इजी पोइन्टहरू छन्। जस्तै कि 1 नम्बरमा मैले लेखेको छु, दे आर युज टु प्रोड्युस एन्ड एनालाइज पोलराइज्ड लाइट एज दे आर चिपर है, ठिक छ। सो पोलरोइड्स आर युज टु produce and analyze the polarized beam of light and they are cheaper है। सस्तो हुन्छन् तिनीहरू है, सस्तो हुन्छ। यो चाहिँ मैले पूर्णगिरीबाट आउने बेला 100 रुपैयाँ भाडामा किनेको थिएँ। सो 2 नम्बरमा छ हाम्रो दे आर युज्ड इन सन ग्लासेस है। पोलरोइड्स आर युज्ड इन सन ग्लासेस। सन ग्लासेसहरूमा हाम्रो पोलरोइड युज हुन्छ, जसको कारणले गर्दाखेरि हामी सिधै चाहिँ सनलाई पनि हेर्न सक्छौँ। हाम्रो आँखामा केही पनि त्यस्तो ड्याजलिङ इफेक्ट अथवा हामीले चाहिँ अप्ठ्यारो केही पनि हुँदैन है। सो त्यसै गरी टु भ्यू 3D पिक्चर्स, यदि तिमीहरूले 3D पिक्चर्सहरू हेर्नु पर्यो भने पोलरोइड युज हुन्छ है। जस्तै तिमीहरूले यदि अब यहाँ त छैन धनगढीमा है, म पनि +2 अनि ब्याचलर पछि मास्टर्सको लागि जब काठमाडौँ गएँ अनि त्यहाँ ठुल्ठुला मलहरू छन्, जस्तै सिभिल मल छ, काठमाडौँ मल छ है। सो थुप्रै मलहरू छन्। सो ती मलहरूमा गयो भने त्यहाँ चाहिँ पोलरोइड युज गरेर गेमहरू खेलिन्छ है, ठिक छ। र गेमहरू त्यो पोलरोइड चाहिँ स्पेशल काइन्ड अफ त्यो चस्मा लगाइसकेपछि हामीलाई के फिल हुन्छ भनेपछि अथवा मुभी हेर्ने बेला यदि बाघ चाहिँ मुभीमा बाघ देखिया छ भनेपछि के फिल हुन्छ भनेपछि मेरै वरिपरि बाघ छ अथवा बाघ मतिर नै डेगुर्दैछ भन्ने किसिमको फिल हुन्छ। जस्तै पोलरोइड युज गरेर गाडी चलाइराखेको छ भने रोडको किनार गयो भने यस्तो लाग्छ कि म गाडीभित्रै छु, अब एक्सिडेन्ट भयो भने म मरिहाल्छु टाइपको फिल हुन्छ है। ल सो आइबीमा छ इट इज युज्ड इन फोटोग्राफिक क्यामेरा एज फिल्टर्स टु रिड्युस ग्लेयर अफ रिफ्लेक्टेड लाइट। त्यसै गरी तिमीहरूले आफ्नो क्यामेरालाई यसरी हेर्नु, क्यामेरालाई यसरी हेर्यो भने यहाँ चाहिँ एकदम कलरफुल इमेजेसहरू देखिन्छ, रङ्गीन देखिन्छ। त्यो पोलरोइडको कारणले गर्दाखेरि हो। र त्यसको काम के हो भनेपछि जस्तै रिफ्लेक्टेड, जस्तै मेरो कुनै कुनै ठाउँमा यहाँ बोर्ड चम्किराख्या होला हो। सो बोर्ड चम्किराख्या छ, यो रिफ्लेक्टेड लाइटलाई रिफ्लेक्टेड लाइटको ग्लेयरलाई जुन चम्किलोपना छ त्यसलाई हटाउनको लागि पनि हाम्रो लेन्सहरूमा, क्यामेराका लेन्सहरूमा पोलरोइडको युज गरिन्छ है। सो त्यस्तै गरी इट इज युज टु इम्प्रुभ द कलर कन्ट्रास्ट इन वर्ल्ड पेन्टिङ्स। जस्तै हामीसँग धेरै पुरानो किसिमको पेन छ है, धेरै पुरानो किसिमको तस्बिर छ भने हामी त्यसको कलर कन्ट्रास्ट अर्थात् त्यसलाई चम्किलो बनाउनको लागि, त्यसलाई क्लियर बनाउनको लागि हामी के युज गर्न सक्छौँ, पोलरोइड युज गर्न सक्छौँ। जस्तै तिमीहरूले एउटा पुरानो सर्ट लगाएको छौ है, तर कुनै क्यामेराले खिच्दाखेरि हाम्रो के हुन्छ, त्यो नयाँ देखिन्छ। यो के को कारणले रहेछ, पोलरोइडको कारणले रहेछ है। सो ल सो दिज अल आर द एप्लिकेशन्स अफ पोलराइज और पोलराइजेसन है। ल सो यसरी चाहिँ हाम्रो च्याप्टर नम्बर 13 पोलराइजेसन भन्ने च्याप्टर पनि सकिएको छ है। ल सो हामीले 1 सर्ट लेक्चर भित्र ग्रेड 12 फिजिक्स को युनिट 3 वेभ एन्ड अप्टिक्स, जसभित्र चाहिँ हाम्रो 4वटा चाहिँ वेभसँग रिलेटेड टपिकहरू थिए र 4वटा चाहिँ हाम्रो अप्टिक्ससँग रिलेटेड थिए, जुन 4वटा टपिक मैले यहाँ लेखेको छु, च्याप्टर 10, 11, 12, 13। सो 4वटा च्याप्टरलाई चाहिँ मैले 1 सर्टमा चाहिँ सकेको छु र तिमीहरूको वेभ एन्ड अप्टिक्सबाट चाहिँ हाम्रो 15 मार्क्सको क्वेसन हाम्रो बोर्ड इक्जाममा आउने गरेको छ है। ल सो यो सबै कुराहरूलाई तिमीहरूले सबै लेक्चरहरूलाई मैले अलग अलग सिंगल पनि अपलोड गरेको छु र सबै लेक्चरलाई एउटा महा रिभिजनको रूपमा चाहिँ मैले 4 घण्टा भन्दा बढीको भिडियो चाहिँ मैले अपलोड गरेको छु। सो यो सबैलाई चाहिँ तिमीहरूले एकचोटि राम्रोसँग हेर्ने, रिभिजन गर्ने र इक्जामको तयारी गर्ने है त। ल ओके, सो आजलाई यति नै। भोलि चाहिँ म च्याप्टर नम्बर 14 इलेक्ट्रिकल सर्किटको
वान शट लेक्चर लिएर आउने भाषा गर्दै आजलाई चाहिँ म बिदा हुन्छु। हवस् त, राम राम। अट्नै रे भाषा।